हेलो 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 साथीहरू, कता हुनुहुन्छ? म चाहिँ यही धरान आदर्श बोर्डिङ अगाडिको चाहिँ मेरो घर हो। फर्सीको मुन्टा खाने भए आउनुहोस् है त साथीहरू। मात्र 50 रुपियाँ हो हजुरलाई। अन्त अब यहाँनिर अब बारीमा फलेको मुन्टा हो नि त साथीहरू। ल आउनुहोस् आउनुहोस् आउनुहोस्, फर्सीको मुन्टा किनेर लानुहोस् मात्र 50 मा। ल्याउनु छिटो पैसा खै त, मुन्टामा त लगेर हुन्छ 100 कै लाने हो दिदी? हो फेरि पनि आउनु होला है त हाम्रो फ्रेस अर्ग्यानिक फर्सीको मुन्टा खानालाई। सबैलाई भनिदिनु होला है त। थ्याङ्क यू सो मच। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नबिर्सनु होला। थ्याङ्क यू एभ्रिवान, थ्याङ्क यू सो मच। बाबा हाई नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। हजुरहरूलाई चाहिँ वेलकम छ। मैले चाहिँ आज भेज मोमो बनाएको छु है। भेज मोमो बनाएको छु, हेर्नु होला। ल भेज मोमो चाहिँ मैले बनाइसकेको छु। खासै राम्रो बनाउन आए पनि भेज मोमो मात्र 50 रुपियाँ प्लेट खाना आउन सक्नुहुनेछ। अब लोकेसन रहेको छ धरान 1 छाता चोकदेखि मासतिर, लक्ष्मी चोकदेखि मुनतिर, धरान आदर्श स्कुल अगाडि सानो न्यू खाजा गर्न पाउन सक्नुहुनेछ। भेज मोमो मैले आज बनाएको छु है त साथीहरू। भेज मोमोमा चाहिँ मैले अचार बनाएको छु आज। सेतो तिल, टमाटर, धनियाँ र अकबरी खोर्सानीको यो चाहिँ झोल वाला अचार बनाएको छु आज है त साथीहरू। थ्याङ्क यू सो मच वाचिङ फुड भिडियो। आउनु होला। हाई नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। हजुरहरूलाई चाहिँ वेलकम छ। मैले चाहिँ आज भेज मोमो बनाएको छु है। भेज मोमो बनाएको छु, हेर्नु होला। ल भेज मोमो चाहिँ मैले बनाइसकेको छु। खासै राम्रो बनाउन आए पनि भेज मोमो मात्र 50 रुपियाँ प्लेट खाना आउन सक्नुहुनेछ। अब लोकेसन रहेको छ धरान 1 छाता चोकदेखि मासतिर, लक्ष्मी चोकदेखि मुनतिर, धरान आदर्श स्कुल अगाडि सानो न्यू खाजा गर्न पाउन सक्नुहुनेछ। भेज मोमो मैले आज बनाएको छु है त साथीहरू। भेज मोमोमा चाहिँ मैले अचार बनाएको छु आज। सेतो तिल, टमाटर, धनियाँ र अकबरी खोर्सानीको यो चाहिँ झोल वाला अचार बनाएको छु आज है त साथीहरू। थ्याङ्क यू सो मच वाचिङ फुड भिडियो। आउनु होला।